नमस्ते, म विश्वास छेत्री। अहिले हामी लाहान वडा नम्बर कति हो? वडा नम्बर 15 को राजाजी भन्ने मन्दिर छ, त्यहाँ चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ हामी धेरै माथि आइसकेका छौँ खोला तरेर। यो चाहिँ यहाँबाट ड्याम हालेको हो। यसो प्राकृतिकको सौन्दर्य यो हाम्रो तराईमा पनि यसो पानीको लागि यो चाहिँ यसो यो इरिगेसन गरेको जस्तो छ पहाडमा। यसो इरिगेसनको लागि नि बाटो चाहिँ लामो बाटो हामी चाहिँ अहिले क्रस गरेर आइपुगेका छौँ। खोला तर्यौँ। खोलामा चाहिँ एकदम शीतल अनि एकदमै पानी चाहिँ राम्रो थियो, सुन्दर, एकदम चिसो। अहिले चाहिँ अझै हामी माथि जान लागेको। हाम्रो तल समतल नै देखिँदैन। माथि हिँडेछु लगभग आधी घन्टा जति भयो हिँडेको। बाटो नै सकिँदैन। यहाँ तल कस्तो साह्रै गर्मी भयो। यो गर्मी चाहिँ प्रकृतिले होइन हिँडेर बढी भएको जस्तो छ। अलि उकालो धेरै नै चढ्नु पर्यो। हामी चाहिँ पुग्नै लाग्यो। अझै टाइम लाग्छ अरे। बाटोमा एकजनालाई यसो सोधेको, अलिकति पर छ भनेर भन्नुभयो। अब हेरौँ कति पर छ। हामी चाहिँ यस्तो जङ्गलको बाटो हिँडिरहेको। यस्तै बाटो छ, जति हिँडे नि सकिँदैन। ऊ तलतिर ओह्रालोतिर हेर्नु कति तल हो। मम्म चाहिँ माथिको बाटो हिँड्या हो। तर गर्वको कुरा यो चाहिँ हाम्रो नानीमै पर्छ। अब हिँड्दा अलिकति धेरै भयो जस्तो भयो। धेरै बेरदेखि हिँडिरहेको छौँ। अब यसो विश्राम गर्नु पऱ्यो। खै निकाल्नुहोस् त पानी सर। ठाउँमा यसो पानी खाँदै चिसो पानी खाँदै जानु पर्यो। यहाँ चाहिँ यस्तो त्यो लोकेसन हाम्रो यो तलतिर, त्यो पनि माथि नै हो। त्यो घर बनेको त माथिमा डाँडामा फेरि हिँडिरहेको छु। अझै पनि हाम्रो गन्तव्य पुगेको छैन। हामी चाहिँ उकालो चढि नै रहेछौँ। यो माथि चाहिँ एउटा सुन्दर दृश्य छ। पसिना त खल बगिरह। हामी चढ्ने क्रममै छौँ। अहिले पुग्दैछौँ। हाम्रो बाटो यस्तो डेन्जर, अब आउने आँटे जस्तो लाग्यो। सर यसो 2 शब्द। अब यसो भन्दाखेरि जीवनमा मान्छेले भन्छ तनाव हुन्छ, तर तनाव लिनु र नलिनु भनेको आफ्नो यो एउटा रिलिफ गर्ने ठाउँ नि हो। राम्रोसरी यो स्ट्रेसलाई, अफिसको झन्झटलाई पढे राखेर आफ्नो शरीर, आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी हामी अहिले हाइकिङ भन्दा हुन्छ, ट्रेकिङ भन्दा तल हामी हो। हाइकिङ 1 डेको या 2-3 आवर्सको त्यस्तै यो ट्रेकिङ चाहिँ होइन। यो ट्रेकिङ भन्दा त कति ठुलो ट्रेकिङ भन्दा त गाह्रो हो। यो हाइकिङ नै हो। म यस्तो पहाड के बाटो नै नदेखिने है। बाटो नै नदेखिने पहाड छ। एउटा गजबको कुरा, यो ठाउँमा म पुग्दैछु। म पुगेपछि यो ठाउँ फेमस हुने हो। म पुगेको धेरै ठाउँ फेमस भएको छ। यहाँबाट तल हेर्दा त केही नदेखिने रहेछ त। फेरि यस्तो बाटो हिँडेको छु सकिँदैन। ओ माई गॉड, वाउ। अब यहाँबाट चाहिँ खोला हेर्नु। यहाँबाट चाहिँ यतिको माथि यतिको टाढा हिँडेर त्यो खोलाबाट आइयो। यो चाहिँ ठाउँ। त्यहाँबाट हिँड्दै यहाँबाट हामीले यहाँ क्रस गऱ्यौँ।
अनि यहाँबाट यसो हिँड्छ यहाँसम्म पुग्यौँ। हाम्रो लान त कहाँ छ देखिँदैन यहाँबाट। जुन त्यो पनि लाने हो मार्केट चाहिँ हामी आएको ठाउँबाट चाहिँ कहाँ हिँडिरहेको छु। बाटो चाहिँ यस्तो छ डेन्जर। पुग्नुपर्ने गन्तव्य धेरै टाढा चढेर आयौँ। हाम्रो गन्तव्य यस्तो सुन्दर ठाउँ खोला। पसिना त खल्ली भएको छ मेरो। पसिना त खल्ली भएको छ। त्यहाँबाट पानी टङ्के त्यो पनि पाहाडकै इलाका होइन। पानी टङ्के अर्को डाँडाहरू अर्को पाहाडहरू यहाँबाट यसो देख्न सकिन्छ। यतापट्टिको गाउँहरू चाहिँ जे होस् हाम्रै सुन्दर ठाउँ लानमा अवस्थित यो राजाबाबु मन्दिर है। यो चाहिँ हाम्रै लानमा अवस्थित मन्दिरको यस्तो सुन्दर दृश्य हेर्न गइरा। हाम्रो काभ्रे त त्यही ठुलो पाहाडको पहाडी होइन काभ्रे। हामी त त्यहाँ पनि पुगेर आइछौँ। 7वटा पाहाड तर्नुपर्छ अरे काभ्रे पुग्नुलाई। 7वटा पाहाडको पहाडी काभ्रे 7वटा खोला नि आउँछ। 7वटा खोला तर्नुपर्छ। चाहिँ त्योभन्दा अलि नजिकको ठाउँ यो ठाउँमा पुग्यो। नजिकको काभ्रेको बेसिसमा चाहिँ नजिक हो तर हुन त टाढा। कति टाढा बिहानदेखि हिँडेछु बल्ल बल्ल पुग्यो। पंछी नदिया पवन के झोंके हदना। यो बाटोबाट जाउँ भनेको। यो त माथिबाट आउने झर्ने बाटो हो। यो चाहिँ माथि चढ्ने बाटो हो। हाम्रो साथी चाहिँ झर्ने बाटोबाट हिँडिराख्नु भएको। उहाँले चाहिँ यसो ट्राफिकलाई बोलाउनु पर्ने जस्तो भएको छ। अहिले उल्टा हिँड्छ। यो फेरि यो भर्याङ पनि यतिको माथि छ। यहाँ चाहिँ यो डेस्टिनेसन चाहिँ यसो आएर बस्न है, यसो टाइम पास गर्न, खाजासाजा बोकेर आएर यहाँ बसेर खानको लागि राम्रो ठाउँ हो। माथि सहरभन्दा धेरै पर, तराईभन्दा धेरै माथि यहाँ कोही मान्छे चुडेको फेदमा। यहाँ चाहिँ कोही मान्छे हामी आउनुभन्दा पहिला नै आज हिजोकै हो कोही मान्छे आएर यहाँ चाहिँ पानी सानी खाएर बोतल छोडेर जानु भएको छ। यसो चाहिँ छोडेर जान मिलेन होइन। यो बोतललाई चाहिँ साइडमा कतै फाल्नु पर्यो। यसो बाटोमा हाल्यो भने झन् फोहोर हुन्छ। हामी चाहिँ अब पुग्दैछौँ मन्दिर। धेरै हिँड्नु पर्छ आज। या सुन्दर, अति सुन्दर। अति सुन्दर। देखी पूरा है ना। निकलो टिकटॉक बना के धरो। नजदीक है।
अब हामी भिडियो एन्ड आगे हेलो, अब चाहिँ हामी ब्याक टु पवेलियन रिटर्न हुँदैछौँ। अघिकै बाटो हो, अघि यही बाटो भिडियो हामीले हालेका थियौँ। ठ्याक्कै ठाउँमा छौँ। अब हामी चाहिँ फर्किँदैछौँ। पसिना पसिना अझै भाषाले गर्दा घाम पनि भएको छ। अघि अलिक कम घाम थियो, अहिले अलिक बढी घाम भएको छ। जाउँ सर, सर हेर्नु, यो बाटो चाहिँ यस्तो अब ओह्रालो छ, ओह्रालो झर्नु पर्यो। सर यो ठाउँको बारेमा के भन्नुहुन्छ तपाईँ? कस्तो लाग्यो तपाईँलाई? मलाई त पहिलो कुरा यो मेरो जन्मस्थल हो र यस्तो प्राकृतिकको सान्निध्यमा यो लाहान सहर भनेको यो वीरगञ्ज र जनकपुरभन्दा तुलनात्मक रूपमा एकदमै सुखद, किनभने प्राकृतिकसँग जोडिएको ठाउँ हो र यो ठाउँलाई बृहत योजना अन्तर्गत यदि विकास गर्यो भने, किनभने यहाँ जति पनि डेस्टिनेसन छन् प्राकृतिकसँग जोडिएको छन्, जस्तै सहलेस भयो, त्यस्तै माथि देवी दहहरू भयो, त्यसपछि राजदेवी मन्दिर छन्, त्यो पनि प्राकृतिकको सान्निध्यमै छ। काभ्रेलाई पनि जोडौँ हैन, काभ्रेलाई पनि जोड्दा हुन्छ। यो अहिले यो निर्माण प्रक्रियामा छन्। त्यस्तै मुत्नी वनलाई पनि जङ्गल वाकको हिसाबले अगाडि बढायो भने झन् राम्रो हुन्छन्, दिगो हुन्छ। र मन्दिर बनाउने हामी यो बाबा मन्दिर गएको थियौँ। अब यसको बाटो चाहिँ के कस्तो तपाईँलाई राम्रो लाग्यो लागेन, यसकोमा कस्तो पहल गर्नु पर्यो? यो उद्घाटनको मिति हेर्दा अहिलेको त सुरुवाती दौरमा ठिकैको लाग्यो र अहिले पछि यसलाई के भन्छ हिल स्टेसनको रूपमा विकास गर्न सकिन्छ। तराईको गर्मी छल्नलाई अलिकति चुरेको डाँडामा आएर यस्तो चिसो हावा खानको लागि यसलाई मोटरसाइकल र पैदल हिँड्ने यात्रीको लागि सुविधा सम्पन्न यदि बाटो निर्माण गर्ने, अलिकति टाइम कम लाग्यो भने बढी मान्छे आउन सक्छ हैन। अनि यसलाई सरकारकै तर्फबाट, लाहान स्थानीय सरकारकै तर्फबाट र ब्लगर्सहरूलाई टिकटर्सहरूलाई युज गरेर यो ठाउँलाई अलिकति प्रचार प्रसार गर्यो भने अलिकति यो बेटर बन्न सक्छ हैन। यो ठाउँ पनि एउटा नाम आउन सक्छ यो ठाउँको। र यदि कोही मान्छे आयो भने लाहान, हामी पनि त्यसरी नै आएको हो, एउटा भिडियो हेरेर आएको हो। मलाई एकदमै राम्रो लाग्यो। अलिकति सहर बजारबाट माथि पुगेपछि एउटा सुकुन पनि छ हैन, कुरा गर्न मिल्यो, गीत सुन्न मिल्यो, एकदम प्राइभेसी महसुस भयो। ए हुन्छ, हस् सर, हस्, धन्यवाद। हो यही हो हाम्रो बाटो चाहिँ अलिकति डर लाग्दो पनि छ। चिप्लियो भने यसो अलिकति पानी पऱ्यो भने बाटो चिप्लिने बाटो पनि छ। तर माथि चाहिँ एकदम राम्रो भन्दा नि राम्रो बनाएको छ। बाटोलाई पनि अलिकति यसो सहज बनाइदियो भने झन् बेटर हुन्छ। यो चाहिँ अघि हामी यहीँबाट छिरेका थियौँ। यहाँबाट यसो यो बाटो हुँदै यहाँ यो खोला तर्दै अनि यहाँ ठ्याक्कै हुँदै अनि त्यहाँबाट बाटो रहेछ होइन, त्यहाँको बाटो हुँदै माथि गएको थियौँ। अनि यो पार चाहिँ होइन, यो पार चाहिँ उता त्यो सेतो देखिएको ठाउँमा त्यहाँ त्यो चाहिँ ठ्याक्कै त्यहाँ पहाड इन्डिङ छ होइन। त्यो लेभलमा चाहिँ हामी पुगेका थियौँ अहिले। त्यो माथिको पहाडको त्यो लेभलमा चाहिँ हामीले पुगेका थियौँ राजा बाबु मन्दिरको लागि। अब चाहिँ हामी तल झऱ्यौँ अहिले। अब हामी भन्नु पर्दाखेरि हामी समतलमा छौँ। अब चाहिँ हामी जान्छौँ। साथी चाहिँ मेरो श्रेयस हुँदैछ उता यसो खोलामा एकछिन पानीमा अझै पानी खेलौँ भनेर पानीमा हातमुख खुट्टासुट्टा धुँदैछन् होइन। खोलाको पानी त क्या शीतल पानी पनि छ। यहाँबाट फेरि हुँदै अब हामी फर्किने है। आएपछि अब हामी खाजा दही चिउरा, खाजामा दही चिउरा ड्याङ खाने हो। सो ठ्याक्कै हामीले यहाँ बाइक पनि पार्क गरेका छौँ। फ्यामिलियर भएर न त्यो जानुपर्छ। दामी यम्मी थकान पछाडि चिसो दही चिउरा।